fast bowling is not about running fast, it is about carrying moment till the crease. अनि त्यही ठाउँमा मैले गल्ती गरिरहेको जस्तो लाग्छ मलाई चाहिँ। सो यो 90 डे च्यालेन्जको डे 1 हो। मैले लास्ट भिडियोमा मैले आफ्नो बोलिङ एनालाइज गरेको थिएँ र मैले मेन फोकस चाहिँ अहिले रनअपमा गरिरहेको छु। सो मेरो रनअप चाहिँ 21 मिटरको रहेछ। सो म जति रनअपमा नजिक पुग्छु मलाई आफूलाई मोमेन्ट हराइरहेको फिल हुन्छ र लास्ट मोमेन्टमा मैले बडीको फ्लो ब्रेक गर्छु र पावर बलसम्म पुर्याउन सक्दैन। सो आई एम वर्किङ 3 थिङ्स: बेटर रिदम, स्ट्रङ एक्सलेरेसन, मोमेन्ट टिल द क्रिज। सो हामीले प्र्याक्टिस गर्नु गराउनु चाहिँ यही हो। अनि एकाडेमी चाहिँ भिडियो बनाउन पाइँदैन के र म चाहिँ एकाडेमी बन्द भएको दिन आउमा यहाँ आएर भिडियो बनाउँछु। सो त्यही नै हो। सेन्ट्रल विकेटमा त पानी छ अहिले। यता बारिसको यता पानी परिरहेको छ के धेरै। सो त्यही भएर यता चाहिँ यस्तो छ। सो यहाँ पनि सिमेन्ट विकेट छ तर पनि केही छैन। तान त तान तान के तान राख भुइँमा राख्न सिधा। सो यो चाहिँ 30 मिटरको भयो न। राख।
मेरो रनअप चाहिँ 21 मिटरको रहेछ। सो भर्खरै हामीले मेजर गऱ्यौँ होइन, मलाई चाहिँ आजसम्म थाहा थिएन 21 मिटरको रनअप छ भन्ने। सो त्यही नै, अब यही रनअपलाई चाहिँ मैले अलि इफेक्टिभ बनाउँछु। रनअपहरूको ड्रिल गरेर भयो, स्प्रिन्टहरू गरेर भयो, जति पनि मैले रनअपमा मोमेन्ट क्यारी गर्नुपर्ने, अब चाहिँ यही रनअपबाट मैले मोमेन्ट क्यारी गर्ने कोसिस गर्छु र मलाई यही रनअपमा चाहिँ फिल आउँछ। त्यही नै हो।